देशको सबैभन्दा नागरिकले सबै जनताले विश्वास गर्ने, आशा गर्ने, भरोसा गर्ने सबैभन्दा ठुलो भरोसाको केन्द्र काङ्ग्रेस भएको छ भन्ने कुरा आज स्थापित भएको छ। यतिका साथीहरूले 70मा राति यो बेलासम्म बसेर नेपाली काङ्ग्रेसमा आफ्नो आस्था देखाउनुभयो, प्रवेश गर्नुभयो। आज नेपाली काङ्ग्रेसमा प्रवेश गर्ने सम्पूर्ण साथीहरूलाई म हार्दिक बधाई गर्न चाहन्छु, नेपाली काङ्ग्रेसमा स्वागत गर्न चाहन्छु र पार्टीका नेताहरूलाई म विशेष आग्रह गर्न चाहन्छु, आज प्रवेश गर्ने साथीहरूलाई उहाँको क्षमता अनुसार काम दिनुहोला, नेपाली काङ्ग्रेसको नेतृत्वमा पुर्याउनुहोला र उहाँहरूलाई पनि नेपाली काङ्ग्रेसको अभिन्न अङ्गका रूपमा, परिवारका रूपमा व्यवहार गर्नुहोला भन्ने म आग्रह गर्न चाहन्छु। यो नेता साथीहरूले ख्याल गरिदिनु होला भन्ने मेरो निवेदन छ। आदरणीय केन्द्रीय सदस्य एवं यस क्षेत्रबाट निर्वाचित दिनेश यादवजीले राम्रो काम गर्नुभएको छ। उहाँले पहिले पनि मसँग, म योभन्दा पहिला पनि मन्त्री भए, त्योभन्दा पहिला पनि मन्त्री भएको थिएँ। उहाँ नेपाली काङ्ग्रेसको एउटा असल नेता हुनुहुन्छ। अहिलेसम्म व्यक्तिगत कामका लागि कहिले भन्नुभएको छैन। जहिले पनि सामाजिक काम, सार्वजनिक काम, विकासको काम भन्नुहुन्छ र काम गर्नु पनि हुन्छ। अघि नै भन्नुभयो 8-9 वर्ष पहिला म भौतिक पूर्वाधार मन्त्री थिएँ। भौतिक पूर्वाधार मन्त्री भएको बेला तराईमा, यो मधेसमा खास गरेर हामीले धेरै काम गरेको, सडकका पुलका कामहरू धेरै भएको बेला त्यो मैले गरे होइन, फेरि यो प्रश्न बुझ्नु भयो। यो यहीँको साथीहरूले, यहाँ सिराहाको पार्टी सभापति बस्नु भएको छ, सिराहाको पार्टी सभापतिले झगडा गरी सिराहाको सडक बनाउन लाउनु भयो। उहाँले नै हो, मलाई वास्तवमा आफै थिएन त्यो सडक छ भनेर। हाम्रो आदरणीय कृष्ण यादवजी रौतहटको पार्टी सभापति हुनुहुन्थ्यो अनि उहाँले पनि त्यसरी नै रौतहटमा यो सडक बनाउनु छ, यसो गर्नु छ भनेर उहाँले गर्नुभएको। यहाँ 70मा पनि त्यो बेला जति जे काम गर्नुभयो त्यो दिनेशजीकै कारणले भएको, मेरो कारणले होइन। मलाई वास्तवमा कार्य हो सडक हो भन्ने पनि मलाई थाहा थिएन। उहाँले भन्नुभयो यो सडक बनाउनुपर्छ, जरुरी छ भनेर हामीले बनायौँ। मैले आग्रह गर्न खोजेको के हो भने यसरी नेपाली काङ्ग्रेसका नेताहरू विकासका प्रति समर्पित हुन्छन्, विकासका प्रति उहाँहरू प्रतिबद्ध हुन्छन् र विकासको कामलाई अगाडि बढाउनका लागि उहाँहरूले चाहिँ काम गर्नुहुन्छ। भोलिका दिनमा पनि गर्नुहुन्छ, हामी गर्छौँ। नेपाली काङ्ग्रेस कामै गर्ने पार्टी हो, कामै गरेर यहाँसम्म पुगेको, अझ पनि गर्नुपर्ने काम हामीले गर्नुपर्छ। नेताहरू त्यसका लागि अत्यन्त ज्यादा समर्पित हुनुहुन्छ, धेरै ज्यादा लाग्नुहुन्छ। म यो आग्रह गर्न चाहन्छु। आज पनि यहाँ अब कार्यक्रम अलि म समयमा आएको भए, ढिलो नभएको भए धेरै वक्ता साथीहरू, असल वक्ताहरू हुनुहुन्थ्यो, धेरै साथीहरू सुन्नुभयो। मैले अघि नै भने रामचन्द्र मान्यजी पार्टी सभापति सिराहाको साथी हुनुहुन्छ, राजेश गुप्ताजी आउनु भएको छ, मोराजी आउनु भएको छ बाहिरबाट, मोरङबाट, अरू पनि साथीहरू धेरै बोल्न चाहनुहुन्थ्यो होला। तपाईँहरूले पनि धेरै कुरा मसँग राख्न चाहनु भएको थियो होला। तपाईँहरूका गुनासा थिए होला, तपाईँहरूका चिन्ता थिए होला, पीडा थिए होला, तपाईँहरूले मलाई धेरै कुरा भन्न खोज्नु भएको थियो होला। समयको अभावले ढिला पो तपाईँहरूले आफ्नो कुरा राख्नु पाउनु भएन। म तपाईँहरूलाई के प्रतिज्ञा गर्छु, के प्रतिबद्धता व्यक्त गर्छु भने अर्को दिन म 70मा एकदम यही